पृथ्वी रहउन्जेलसम्म यो देश रहिरहनुपर्छ, हाम्रो देशको चन्द्र सूर्य अङ्कित झण्डा रहिरहनुपर्छ। त्यो मान्यता हामी राख्दछौँ, श्रम संस्कृति पार्टीले त्यो मान्यता राख्दछ। त्यसो भएको कारणले गर्दाखेरि देशको स्वाधीनता, भू राजनैतिक सन्तुलन र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु। 2 नम्बरमा सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानी राख्नुपर्दछ र संयुक्त राष्ट्र सङ्घ लगायतका निकायहरूमा गएर हाम्रो देशका 4 किल्ला कतिवटा हाम्रो भूगोल भन्ने सिमाना यकिन गरेर सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनु पर्दछ भन्ने म माग राख्न चाहन्छु। नेपाली जनताले यो माग राखेको कुरा म जानकारी गराउन चाहन्छु। जनताले सोझै चुन्न पाउने प्रत्यक्ष कार्यकारीको चुनाव गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम अगाडि बढोस्। यदि सरकारले 2/3 नजिकको सरकारले त्यो कुरा अगाडि सार्छ भने त्यसमा हामी सबैले सहयोग गर्नुपर्दछ। नम्बर 4, जेनजी आन्दोलनमा डिस्कोड चलाएर जेनजी बालबालिकाहरूलाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमाथि अन्धधुन्ध गोली चलाएर दमन गर्ने, 23 गतेको घटना घटाउने, साथै 24 गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता सरकारी भवनहरू जलाउने कृत्य गर्ने मान्छेहरूलाई पनि तपाईको चाहिँ नि के अरे कारबाहीमा ल्याउनका लागि उच्च स्तरीय छानबिन समिति आयोग गठन गर्नका लागि हामी माग गर्दछौँ। 5 नम्बर, सम्पत्ति छानबिन तथा शुद्धिकरण अभियान सुरु गर्नुपर्दछ। सबैभन्दा पहिला अहिले सरकारमा रहेका मन्त्री परिषदका सम्पूर्ण मन्त्रीहरू, सांसदहरू, हामी सबैजना सबैको तपाईको चाहिँ नि के अरे हाम्रो सम्पत्ति छानबिन हुनुपर्दछ। हामीबाट सुरु गर्नुपर्दछ त्यो चिज, किनभने हामी नियम कानुन बनाउने भने हामीबाटै त्यो कुरा लागू भएर जानुपर्दछ। हामीले बनाएको नियम कानुनले अरूलाई मात्रै ठ्याङ्ग्रोमा कस्ने खालको व्यवहार हामीले गर्नु हुँदैन भन्ने माग राख्दछु। शिक्षालाई जीवनोपयोगी बनाउनु पर्दछ। उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्।